Hello and namaste everybody. Welcome back in my new vlog है त साँचको भ्लगमा तपाईहरुलाई स्वागत छ। धेरै पछि यो अनुहार देख्दै हुन्छ होला है। म नि हजुरहरुसँग धेरै पिछाडी आएको छु हैन। अगाडि पनि अब तर अगाडिको भ्लगमा त मैले त्यो थोरै त्यो छ नि मार्च पास वाला त्यसमा त मैले बोलेको थिएँ नि त। सो तर त्यो पनि धेरै भइसकेको छ भ्लग नहालेको हैन। त्यो भिडियो पनि धेरै भएको थियो अगाडि नै हालेको थिएँ। अनि आज चाहिँ थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु होला कन्टेन्ट फेयरवेल हुँदैछ हाम्रो चाहिँ एक्जाम आउन लागिसक्यो। टेन्सनले यस्तो भइरहेको छ कि भ्लग बनायो भने भ्लग पनि नराम्रो हुन्छ एक्जाम पनि नराम्रो हुन्छ कि भ्लग बनाउनु पर्यो कि पढ्नु पर्यो। सो अब 1-2 महिना चाहिँ हजुरहरु पनि आराम गर्नुस् म पनि आराम गर्छु हैन। होप यो चाहिँ मेरो लास्ट भिडियो हुनेछ एक्जाम अगाडि हैन। एक्जाम पछाडी त म बनाइहाल्छु। एक्जाम पछाडी त म लगभग 100 दिनकै बनाउँछु सकेसम्म। तर एक्जाम अगाडि चाहिँ लास्ट भिडियो हुन सक्छ मेरो हैन। अनि ओठ फुटेर बिजै गएको छ देख्न सक्नुहुन्छ यहाँनिर। अहिले भर्खर लिप बाम लगाएको छ हैन। लिप गार्ड लिप बाम के भन्छ। अनि मैले चाहिँ देख्न सक्नुहुन्छ नयाँ किने है। अस्ति मेरो माथि खलङ्गावाला भ्लगमा उयो भएको थियो नि त। एउटा मितनले छुट्याइदिएको थियो जस छुट्टिन आँटेको थियो अनि चलाउँदा छुट्यो एउटा विवेकले चलाउँदा छुट्यो अनि एउटाको के गर्नु यसको मात्रै। सो मैले चाहिँ यो किने गोरिल्ला पड स्कुलबाट ओजेटी गरेको पैसा आएको थियो नि त अलिअलि। यो गोरिल्ला पड किन्ने है। यो कम्फर्टेबल छ एकदम जतातिर नि युज गर्नलाई। कति थाम्छ हेरौँ। यो चाहिँ 450 मा किनेको हो मैले चाहिँ हैन। भन्नु पर्दाखेरि अनि त्यो भन्नुहुन्छ 450 मा तपाईहरु नि किन्न सक्नुहुन्छ तारासरको बसलमा गएर। अनि म चाहिँ कस्तो भन्दाखेरि च्यानलमा एक्टिभै थिइन नि त अस्तिदेखि त्यो भिडियो हालेर। तर पनि तपाईहरुको माया र साथ सपोर्ट यस्तो छ समथिङ 1030 देखि 40 को बीचमा थियो सब्स्क्राइबर त्यो भिडियो हाल्दाखेरि। अहिले 1060 पुगिरहेको छ 30-32 सब्स्क्राइबर बढिरहेछ मेरो। नत्र भइसकेको कहिले पनि बढ्थेन मेरो भिडियो हाल्नु छोडेको 1-2 हप्तासम्म। यो यति बेला पुरै बढिरहेको छ 62-63 पुगिरहेछ। होप अब 1-2 महिना त नभनौँ अब समथिङ 39 डेज छ भनेपछि 49 डेज 10 दिन त एक्जाम पनि हुन्छ नि त उता। अनि 49 डेज अब लगभग 50 दिन जति म आउँदिन एक्टिभ। अब लाइफ हो जे पनि हुन सक्छ हैन। झुक्केर बनाइहाल्न सक्छु बीचमा हैन। झुक्केर केही पर्यो भने बनाउला नत्र भने भ्लग चाहिँ आउँदैन 50 दिन जति। अनि त्यहाँदेखि पछाडी म रेगुलर आउँछु त्यतिन्जेलसम्ममा 1100 सब्स्क्राइबर पुर्याइदिनु पर्यो है त। यो चाहिँ एउटा एम भनौँ न आफ्नो टार्गेट। ल अब अगाडि भेटौँ है त एकैचोटी केटाहरु आएपछि नत्र भए स्कुलमा एकैचोटी है त ल।
स्टार्टिङ हान ल सारी उमर हम मर मर के जिए एक पल तो हमें जीने दो सारी उमर हम मर मर के जिए एक पल तो I wanna go up once again. Give me some sunshine, give me some rain, give me another chance. I wanna go up once again. Welcome to BJ Vlogs. Welcome. Hello. Like, comment, share to BJ Vlogs. रुइदिम भनेको हाँसु नै आएर रुइदिम भनेको हाँसु नै आएर के भनेको त बिदाई सक्यो है त ल्याउनु सक्नुहुन्छ बिदाई भएन रुइदिउँ भनेको हाँसु नै आएन यार ओए रुको रुको ए अर्जुन रुइदिउँ भनेको हाँसु नै आएन रुइदिउँ भनेको हाँसु नै आएन रुइदिउँ भनेको हाँसु नै आएन ल कौता गर्छ यसमा भेट्छु त हाम्रो छ ल ल्याउनु सक्नुहुन्छ अब हामी चाहिँ ग्रुप फोटो खिच्नलाई जाँदैछौँ होइन ल है ल अब ग्रुप फोटो खिच्नु पर्ने एउटा चट्टा लाएर इन्जिनियरिङ गर्नु झुल्के 7 इडियट्सहरु 7 इडियट्सहरु अब थन्डरलाई फोटोहरु खिच्छौँ हैन त्यतिखेर चाहिँ राजु कहाँ नि फोन गर भनेर गाडी पुग्दिनु इन्जिनियर त यस्तै हो पढे पनि यस्तै हो हैन अब इन्जिनियर चाहिँ भइदियो जस्तो त लाग्छ हैन एकचोटि एक्जाम पास हुन्छ होला नि त सो आजको भ्लग यस्तै थियो देख्नु भयो होला तपाईहरुले हैन अनि अब चाहिँ केटाहरु चुलुङ पनि गाउँ जान आँटेको छ अर्जुन पनि गाउँ जान आँटेको छ विवेक बाहिर छ त्यो पनि गाउँ जान्छ अरे आज अनि अब हामी एकछिन भरे डान्समा बसिन्छ होला तर म त्यो भिडियो हाल्यो भने कपिराइट हान्दिहाल्छ र मलाई डान्सको त्यतिर हाल्नु मन लाग्दैन क्या गीतहरु त्यही पनि म हैन हाल्ने कोसिस गर्छु अनि यता केटाहरु छ हैन यता देख्न सक्नुहुन्छ अनि कस्तो नराम्रो देख्दै अनि के भन्दाखेरि यस्तो त भिडियो अब यहाँ खाजा खान आँटेको हैन भोक लागेर सिद्धिन आँट्यो अब घर गएर भात खानु तर अलि एकछिन खानुपर्छ सो अब पहिले भनेको हामी यहाँ खाजा खान्छौँ अनि तपाईँहरूसँग अब एकछिन पछाडि भेट्छु
जोनहरू आउनु आँटेको छ चट्ट होइन गीतहरू भनौँ न उयोहरू हान्नु आँटेको छ चट्ट लाएर भनौँ न गीतहरू होइन गिटारसँग दामी गाउँछ जोनले चाहिँ अनि यता देख्नु सक्नुहुन्छ फेरि माविको यता अगाडि टिचर हुनुहुन्छ अनि पर स्टुडेन्टहरू होइन ल ओ यता नि कर्मदाय आम्मा
आम्मा सो यस गाइज है लिन सक्नुहुन्छ घर आइपुगिसकेको छु टाउको पनि धोएँ होइन टाउको धोएँ मुख धोएँ सबै धोइसकेको छु चट्टा लाएर कपडा पनि धोएँ अब भोलि आउटर्समा जाने एक दिन होइन हाम्रो चाहिँ लाग्छ कोर्स सकेको छैन इङ्ग्लिसको पनि उता सामाजिकको पनि सकेको छैन तर सामाजिक चाहिँ भोलि पढाएको हुँदैन अरे सर माथि भोलि कि एसी छ नि त अनि एसीमा बस्ने अरे अनि एसीको फुल सबै स्टुडेन्टहरूलाई बेस्ट अफ लक भन्न चाहन्छु होइन अब के भन्छ तपाईँहरू अब भ्लग त हेर्नुहुन्न होला त्यही पनि के छ र अब भोलिको पढाइको स्ट्रेसले गर्दा कसले युट्युब खोल्छ होइन त्यही पनि कोही खोल्नु हुनेहरूलाई चाहिँ बेस्ट अफ लक नखोल्नु हुनेलाई पनि बेस्ट अफ लक भन्न चाहन्छु अनि त्यहाँदेखि के भन्दाखेरि अब मैले भनिहालेँ अघि नै पनि सायदै यो लास्ट भ्लग हुन्छ मेरो 1-1.5 महिना अगाडि यो 40-50 दिन अगाडिसम्म होइन भ्लग आउँछ मलाई लाग्दैन जे पनि हुनसक्छ लाइफ हो भ्लग आउन पनि सक्छ फ्याक्टै आउने चान्स 5% नआउने चान्स 95% भन्न चाहन्छु होइन अनि त्यहाँदेखि मेरो बहिनी चाहिँ यहाँ छ आइसकेको छ देख्न सक्नुहुन्छ यसले चाहिँ हिजो A+ ल्याएको छ A+ पार्टी कहिले खुवाउने भन् त A+ ल्याएको छ यसले चाहिँ होइन हिजो मैले रिजल्ट लिएर आएको चक्लेट पनि खाएको हो होइन अनि मेरो पनि एकदमै 12को इक्जाम आउनु लागेको छ टेन्सनले टाउको फुट्नु आँटेको छ यस्तो बेलामा धेरै भ्लग पनि बनाउँदैन आज चाहिँ फेयरवेल थियो अब जति बेला स्ट्रेस लिएर त हुँदैन नि त होइन अब जति बेला स्ट्रेस लियो भने त नि डिप्रेसनमा जानु सक्ने चान्स हुन्छ नि त सो त्यसको लागि के म चाहिँ अलिकति आज फ्रेसै हुँ अलि एउटा जे काम गरेँ त्यसमा अलिकति लागेर गर्ने हो नि त अब खुसी अलिकति केही रमाइलो काम गर्दाखेरि पुरै रमाउने हो होइन सो अनि फेयरवेलमा चाहिँ यसो भ्लग बनाइदिएको मैले नत्र म आज नि भ्लग बनाउने सोचमा चाहिँ थिइनँ सो बनाइहालेँ अब मलाई पनि बेस्ट अफ लक लेखिदिनुहोस् बा तपाईँहरूको लक लागि पो हाल्छ कि फ्याक्टै पास भइ पो हाल्छ कि होइन अनि यस्तै माएर साथ सपोर्ट देखाइदिँदै गर्नु होला अब 1 पोइन्ट भने नि मैले 03मा थियो 06मा पुगिसकेको छ यो भिडियोले गरेर 1100 पुऱ्याउनुपर्छ है त सब्सक्राइबर यति भन्दै आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु लाइक कमेन्ट सेयर सब्सक्राइब सबै त गरिदिनु होला नेक्स्ट भिडियोमा भेट्यौँ त्यति जेलको लागि टिल देन लभ यु अल पिस आउट बाइ बाइ